यो चाहिँ हाम्रो लामडाँडाको होटल। ओहो ल है अलि घुम्दै हिँड्नुहुन्छ अनि धमाधम छ। अहिले मार्छ न अनि थाहा पाउनुहुन्छ के मार्छ बजार घुम्नु जानु किनमै छ है ल ल धुवा उडो है आमा मामा लु बाई भरे आउँछ ल। सस्तो कपडा आएछ यहाँनिर ल। व्यापार दर छ ल ल को कसो यतातिर आउनु हाम्रो बुहारी ल एकदम हेलो हेलो छ ठिकै छ मान्छे भनेको बिस्तारै आउँछ नि। ल ल ल ल ल मिठो मिठो बनाएर खुवाऊ है लु खान्न आउनु तपाईँ भन्नु म त गोटाको 20 रुपियाँ 1 केजीको 120 चाहिँ हाम्रो बुइबाको गुरुङहरू है यस्तो राडी बेच्न ल्याउनु भएको छ। उहाँहरूले चाहिँ सिद्रा व्यापारी हुनुहुन्छ मासतिर सिद्रा व्यापारीहरू कुकुरी व्यापार पालपाली कुकुरी कसरी हो नाङ्लो 600 रुपियाँ गोटा हो 600 रुपियाँ गोटा यो चाहिँ सिद्रा व्यापारी ल हेर्नु खिच्नु पर्यो नि त यतिखेर हो खिच्ने अरू बेला त खिच्नु पाइँदैन त पत्रकार नै हो क्या होइन हामी पत्रकार होइन हामी सामान्य हो ओहो यो नि त नि माछा व्यापारी आउनुभएछ है हाम्रो यहाँनिर अहिलेसम्म चाहिँ आउनुभएको थिएन यसपालि चाहिँ माछा व्यापारी पनि आउनुभएछ। म बान्दिनँ म डोरी दिनु सक्दिनँ डोरी दिनु सक्दिनँ जडीबुट्टी ल्याङ गर्छ मैले जानेको छु भन्दै उखु व्यवहार हुँदैछ भक्कु ल ल गर्नुपर्छ भेडा बोक्छ मुङफली व्यापार यो चाहिँ हाम्रो हलेसीको पसला अरे है हाम्रो हलेसीदेखि पनि आउनुभएको छ यहाँनिर मार्ने भयो गाउँको भाइ हो सुन्तला 15 रुपियाँ गोटा यहाँ यसको भाडा व्यापारी चाहिँ सबै अगाडि आएको छ है पोहोर त पछाडि चाहिँ यसपालि सबै अगाडि छन्।
कैसन है व्यापार? ठीक है। हाय 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 हाय, ला 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 ला, उधर मछली पक रहे हैं। हाँ इधर जहरी है, देखो इधर। अरे वाह कितना मीठा है खाने में। अरे हाँ हाँ हाँ, हम जस्तै भएछ आज त। ल हेर्नु है हाम्रो जरी व्यापारीहरू खेल्ने। ठिक छ नि। खुट्टा हाल्ने ठाउँ छैन आज त व्यापारीहरू। ल ल ल बनाउनु भयो। तपाईँको यहाँदेखि लिएर होइन मैले दिएको थिएँ नि, घर लानु खाएर नखाएर अनि ल्याइदिनु खुट्टा म लिइहाल्छु। भिडभाड डह्रो छ है आज चाहिँ। भिड भिडै छ आजको व्यापार। मासु माना दुई काका काकी मामा माइजू बोलाएर ल्याउनु, 2 माना भात ओइराउने मासु लैजाऊ। जाडो महिनामा ल है तिरमा कि भिरमा मासु नपाए पैसा नपसाउनु, तिरमा यता लानुस्। राम्रो आमा बाउ सबै खुसी हुन्छ। दाँत नभएको मान्छेले पनि खान्छ। उक्ला गलाई त कुनै खाइहाल्छ। त्यही भएर प्लास्टिक किनेर ल्याउनु पर्यो भनेर। ल आउनु सज आउनु चाहिँ प्लास्टिक पर्दैन। यी छ हजुर, यी छ। यहाँनिर चाहिँ आयो है आयो पियर लोकल लामीडाँडे आयो सेक्पा कर्नल लामीडाँडे कालो बङ्गुर। यो भनेको मामा माइजू काका काकी सबैजना बोलाएर ल्याउनुहोस्। हजुर जाडो महिनामा सबै माना दुई भात ओइराउने मासु लिएर जानुहोस्। कति रुपियाँ केजी हो नि यो? 500 रुपियाँ हजुर। 500 रुपियाँ मात्रै मिलाएर दिन्छु हजुर। 500 ले ल। मिलाएर छानी छानी लानु पर्यो हैन। अनि व्यापार कतिको गर्दै हुनुहुन्छ? हजुरहरूको आशीर्वादले जिउँदैछु हजुर। जिउँदैछु। अनि यो सेक्पै बनाएर चाहिँ बेच्नुहुन्न? बेच्छु म हजुर। सेक्पा पनि यी बनाएर बेच्नु? ओखो हेर्नुहोस् भाँडा हेर्नुहोस् यहाँ राम्रो पताले देखाइदेऊ न झिर पनि देखाइदेऊ। सेक्पा बनाउन पनि तयारी गर्नुहुन्छ? बेलुका भरे त्यो सेक्पा खान पाउँछ? मजाले सर। भरे चाहिँ हामी यहाँ सेक्पा खान्छौँ है त। मजाले यहाँ दाजु। वेलकम छ हजुर। चुले निम्तो हजुरहरूलाई ल। दाजु भन्दा पनि भाइ होला, भाइकोमा भरे हामी सेक्पा ल खान्छौँ। चुले निम्तो है हजुरहरूलाई। ओके ल। ल सब्स्क्राइब राम्रो गर्नु भएको बेच्दै छैन गर्नुहोस्। उहाँलाई एकदम फलो गर्नुहोस्। राम्रो छ है हजुरलाई। हस् ल राम्रो बेच्नुहोस् तपाईँ पनि। हस् शुभ होस् हजुरको। हो अन्त रमाइलो।